एफडब्ल्यू को टिमहरुले पनि त्यहाँबाट एउटा राम्रै प्लेयर्सहरु पड्काइरहेका छन् भक्का भक्की त्यो सिचुएसनबाट प्लेयर्सहरुलाई पड्काउने प्रयासहरु हुँदैछ ट्रिगर त्यहाँ छन् ट्रिगर पनि अघि बढिदिने हो भने रेकमको टिमहरुको लागि एउटा बिगेस्ट झड्का त्यहाँबाट लागिदिन सक्छ भन्ने कुरा हो आइकन जान्छन् त्यो प्लेयरलाई एलिमिनेट निकाल्छन् आफ्नै साथीको मलीमा अब प्लेयर पनि फसिदिने भए उतापट्टि पोटेटोलाई स्पोर्ट गरिसकेको छ पोटेटो हाफ अफ द एक्समा छ तर एउटा सर्ट कनेक्सन त्यहाँबाट पोटेटोको लागि पनि गेम एन्ड हुने भयो जहाँ डिङडङले त्यो अन्तिम सर्ट त्यहाँबाट कनेक्सनमा पनि ल्याइदिइसकेका छन् अब हामीसँग जम्मा 12 वटा टिमहरु बाँकी अब बीचमा एकजना प्लेयर पेलुवा रहन्छन् एफओडब्ल्यू डीवाई का प्लेयरहरु जान्छन् त्यो स्याकमा त्यहाँ अलरेडी बेंकाइरहेको थियो स्माइललाई किङले डाउन गरिदिनेछन् बाकी डीवाई का स्ट्राइकी र एलेक्स अगाडि आउनु पनि रह्यो जुन बाहिर थिए सो डाउन गरिएको छ स्ट्राइकीलाई एलेक्स अन्तिम प्ले स्ट्राइकी फिनिश भएका छन् एफओडब्ल्यू का कान्छा अन्तिम प्ले सर्ट लिने कोसिस गर्दै थिए बट कान्छाले त्यो स्प्रे भरि त्यहाँबाट बन्दिन गएन माथिबाट रेक्स बसिरहेका छन् रेक्सले पनि त्यो सिचुएसन हेर्न पर्ने छ इनफ्याक्ट छतमा चढियो भने त रेक्सको लागि पनि एउटा डाउन निक्लेको भने हामीले त्यहाँबाट देख्न पाउने बेला छ मतलब साका मोटो बसिरहेका छन् प्लेयर इनफ्याक्ट टाइममा पुग्न पाउने भएन तर रुल्सको त फरकको एउटा पनि एलिमिनेसन त्यहाँबाट बनिदिने भयो माथि प्लेयर चढ्न खोज्दै थिए तर यहाँ अब प्लेयरलाई तल नै रोकेर राखियो यतापट्टि अर्को जोन आउन थालिसक्यो अर्को जोनको सिनारीले पनि तपाईहरुलाई अब यहाँ नबस्नु यहाँबाट निस्किनु साथीहरु भनेर भन्दै पनि थियो गएको ग्रेनेडले त्यहाँबाट के एलिमिनेसन उडाइदिन सक्छ भन्ने एक्सपेक्टेशन्स मेरो रह्यो भित्रपट्टि प्लेयर बसिरहेका छन् सर्ट त्यहाँबाट थाको अल्झ प्लेयर दिए पनि छ तर एफओडब्ल्यू को टिमको नजिकै आइसकेका छन् रिक्यामको प्लेयरहरु पीके सरलाई त नक निकालेका छन् मोन्स्टरले पीके सर नक रहे अहिलेको लागि रिक्यामको टिमसँगको ब्याटल रहेको थियो एन्जो अगाडि बढ्ने कोसिस गर्दैछन् पछाडिबाट नक निकाल्नु पर्ने देखिएको थियो देन्जिज आएका थिए जो क्लोजमा देन्जिजले नक निकाल्नु पर्ने देखियो देन्जिज ओके फिनिशको लागि जानेछन् अब देन्जिज रिक्याम सरी एफओडब्ल्यू को टिम लास्ट एकजना प्लेयरमा कन्भर्ट भइसकेका छन् एमआरसी को प्लेयर उनलाई पनि फिनिश गरिनेछ एफओडब्ल्यू को टिम 7 किल निकालेर बस्छ बाकी ट्रोयको टिमहरुको पोजिसनको बारेमा चाहिँ वी डेफिनेटली डाउट इट वेनम अगाडि डाउन गरिएको छ किल कन्फर्म गरियो यो टिमको लागि फर्स्ट एलिमिनेसन एनआरएसले यहाँबाट पहिलो प्लेयरलाई लुज गरेछन् ग्रेनेड गर्यो कान्छाको अगेन्स्टमा अहिलेको लागि त्यति राम्रोसँग कनेक्सन आएको देखिएन एफओडब्ल्यू बाँकी रहेको प्लेयरलाई पनि पछाडिपट्टिबाट बिस्तारै बिस्तारै क्लोज इन गरिरहेको देख्दैनछौँ हामी बीचमा रोक्ने कोसिस एनआरएसको तर्फबाट हुँदै थियो केही सर्ट्सहरू लिने कोसिस पनि चलिरहेको थियो बट अहिलेको लागि त्यति कनेक्सन पनि आइरहेको छैन एनआरएस डिटुको अगेन्स्टमा त कम्फर्टेबल भयो त्यो फाइटमा जित निकालेको थियो उताबाट एमडी र अन्तर गएको छ एमडीको अगेन्स्टमा पुस गर्नको लागि नक निकालियो फुल फिनिस पनि गर्नेछन् टिम एफओडब्ल्यूको लागि यो रहने भयो दोस्रो एलिमिनेसन उता कान्छाको अगेन्स्टमा विज गट सर्ट लिँदै थिए एन्ड डिमडङ बिस्तारै अगाडि जाने कोसिस त भइरहेको देख्न सकियो बगिलेर सिधै कुच्नको लागि जान्छन् टस गर्न पाउँछन् बच्ने भए विज गर्यो पटक बट कान्छा पनि पछाडिपट्टिबाट क्लोजमा आइसकेका छन् अहिलेको लागि यहाँ डाउन गरिएको छ कान्छालाई एन्ड ओके फाइनली विज गटलाई डिमडङ डाउन गर्नेछन् अब भने अन्तिम प्लेयर रेड बकलाई पनि डाउन गर्छन् तेन्जिसले एउटा सेकेन्ड डिनर हाइएस्ट सेकेन्ड डिनर निकाल्ने टिम आरजीको टिम रह्यो जुन टिमलाई हामीले #3 मा देखिरहेका छौँ सर्ट लिनेछन् कनेक्सन रह्यो देन्जिसले तासलाई डाउन गर्नेछन् फ्राइडे पनि सर्ट दिने कोसिस गर्दै बट एफओडब्ल्यूका कान्छालाई पनि पछाडिबाट क्लोजमा आउँदै गरेको देख्न सकियो मल्टिपल टिमहरू अहिलेको लागि बिस्तारै बिस्तारै क्लोज इन गर्दैछन् सर्कल सानो भइसकेको छ एन्ड देन एन्जिका दोस्रो प्लेयरलाई पनि नक निकाल्छन् कान्छा इन्स्टेन्ट किल कन्फर्म गर्ने भए पछाडिबाट एक्स पनि आउनेछन् भनेपछि फाइट सकेसम्म छिटो फिनिस गर्नुपर्ने हुन्छ डिमडङ जानेछन् नक निकाल्छन् बिकुलाई हेर्दा हेर्दै टिम एनजीले तीनजना प्लेयरलाई लुज गर्नु परेको छ बाँकी यहाँ एक्स 3 म्यानको साथमा अझै पनि लाइभ फ्रिक अन्तिम प्लेयर एनजीबाट बगिलेर आउनेछन् डिमडङ रोमियोलाई गुल्जिने कोसिस पोसिबल रहँदैन झार्नेछन् डिमडङलाई रोमियोले किल कन्फर्म पनि गरिएको छ बट यता टिम एक्सले पनि सक्षम र रेबीलाई घुमाउने भयो अगाडिपट्टि रहन्छन् कान्छा एन्ड कान्छा भन्दा नि आइकनले डाउन गरेका छन् त्यो फ्राइडेलाई कान्छाले फिनिस गर्नेछन् 10 किल टिम एफ4डब्ल्यूले कलेक्ट गरिसकेको देख्न सकियो र यहाँ अझै पनि
छन् एक्सका रोमियोलाई देख्दैछौँ हामीले फ्रिक पनि रहेका छन् रोमियोको अगेन्स्टमा सर्ट कनेक्ट गर्छन् डेन्जिसले काफी नै लो गरियो पिक्सल एचपीमा त्यहाँ प्लेयर कन्भर्ट भएको थिए र कान्छाले यसको फाइदा सर्कलमा जाँदै गरिरहेको थिएन सकिन्छ बट यहाँ F4W रोक्नेछन् आइकनको नेट कनेक्सन रहेको देख्न सकियो यता ब्ल्याकले के सर्ट लिँदै थिए अगाडि आइकनसँगको फाइट बट ब्ल्याकले सर्ट मिस गर्छन् किनकि क्लोज रेन्जमा फोएक्सको स्प्रे दिँदै थिए ट्याडियास अन गर्न नहुने थियो अगाडि डेन्जिस रहनेछन् ओके डकको अगेन्स्टमा जाने कोसिस डेन्जिसको एचपी लो जोनको ड्यामेजबाट उनी नक हुन सक्छन् त्यही भएर अहिलेको लागि बाहिर रहनु भएन एन्ड फाइनल प्लेयरलाई पनि नभए पनि पुरै घुमेर आउने कोसिस F4W को तर्फबाट चाहिँ भइरहेको छ यहाँ अलरेडी जिओजीका लेग्जी र सेक्सी रहेको देख्न सकियो एन्ड देन उनी एक्लै घुस्दै थिए ब्याकअपको लागि प्लेयर त आउँछन् सेक्सी ड्याडी फर्दर उनलाई पनि डाउन गरिएको छ यहाँ टिम F4W भर्सेस जिओजी प्लेयर गुमाउनेछन् बट F4W अहिलेको लागि नक भएको प्लेयरलाई रिभाइभको मौका पक्कै पनि रहन्छ स्मोक गर्नुपर्ने हुन्छ पनि त्यहाँ अहिलेको लागि एक आपसमा भिड्दै गरेको चाहिँ देख्न सकियो स्ट्राइकी एलेक्स र फियरलेस त्यहाँबाट स्ट्राइकीलाई नक निकालिनेछ पर्फेक्ट ग्रेनेड रह्यो अरू पनि नेट गर्ने कोसिस चल्दैछ पछाडिपट्टि 7C र RG 7C दुईजना प्लेयरसम्म म्यानेज गरेर एजमा आएको टिमले आरजीलाई त्यहाँ मुस्किलमा राख्दै साइलाको नेड नक निकालियो गाडी एलेक्सलाई फियरलेस फाइनल प्लेयरमा कन्भर्ट त हुनेछन् 2v1 को ब्याटल फियरलेसलाई साइलाले फिनिस पनि गर्ने सबैका सर रहेका छन् माथिपट्टि स्याडो भर्खर डाउन भएको देख्न सकियो सर अहिलेको लागि अगाडि जाने कोसिस यहाँनिर टिम जिओजी पनि आउनेछन् तीनटा टिमको बीचको फाइट सरलाई फेरि पछाडिपट्टिबाट F4W ले सर्ट लिएर डाउन गर्नेछन् चारवटा टिम बीचमा पर्छन् एचडब्ल्यू एलिमिनेट भइसकेका छन् फ्र्यागको लागि पनि सिचुएसन अहिलेको लागि सही त बन्दै गएको छैन वनम्यानको लागि जान्छन् सैला नक निकाल्यो फ्र्यागका प्लेयरलाई बाँकी माथिपट्टि फियरलेस लुङ्गा र विन्डलाई रिभाइभ दिनुपर्ने हुन्छ ग्रेनेड गरिनेछ कनेक्सन पनि हुनसक्छ त्यहाँबाट ढुङ्गा रुखको कभरले बस्नेछन् ढुङ्गा बाउन्स हुने भयो बट ब्याक टु ब्याक ग्रेनेड युज गर्दैछन् ढुङ्गालाई फिनिस गरियो फियरलेसको एचपी पनि त्यहाँ काफी नै लो भइसकेको छ अनि ग्रेनेडबाट फ्र्याग आउटको फाइनल प्लेयर 7C जाँच सर्कलको लागि बट F4W लिएर अलरेडी कब्जा गरेर बसिरहेको थियो नै सो F4W को टिमबाट यो एरिया निकाल्न गाह्रो पर्ने भयो 7C को लागि त्यो देखियो भने एकजना प्लेयर त्यहाँबाट फल ब्याक अलरेडी नै गरिसकेको चाहिँ देख्न सकिन्छ 2 किल अगाडि टिम फ्र्याग आउट जति फाइटमा इन्गेज भइरहेको देखिएन टिमको प्रेजेन्स हल्का एब्सेन्ट नै रह्यो त्यति देखिएन टिमलाई फाइटहरुमा किल त छैन र आजको म्याच र भोलिको म्याच मात्र नै रहन्छ टिमहरुको लागि टपमा आउन बाँकी F4W वेकल गुमाउँदै फ्र्याग आउटको फाइनल प्लेयरलाई पनि खोज्ने कोसिस चलिरहेको चारै गेमका थक डाउन गर्छन् नुटान्टले बीटीडी र आरजीलाई पनि डाउन गरेको हामीले देखिरहेका थियौं सो फाइट बीटीडी राम्रोसँग निकालिरहेको देख्दैछौँ ब्याक स्टेजमा थर्डपार्टीको सिचुएसन पनि के अचम्म त्यहाँ बनाउने कोसिस चलिरहेको थियो बाँकी यो फाइट फिनिस गर्न चाहन्छन् सर्कलले फेभर गरेको छ त्यही भएर अहिलेको लागि त्यति साह्रो प्रब्लम त रहने भएन ओके कान्छा जान्छन् नजिक त्यही छन् प्लेयर भन्ने कुराको सायद आइडिया त लागिसकेको नै छ ट्रिपल आइटम सायद छैन कि ओके अब त स्पट गर्यो नेट जान्छ कनेक्सन रहेन एन्ड देन कान्छा गएर फाइनल प्लेयरलाई फिनिस गर्छन् फ्र्याग आउट बाहिर F4W D2 को बीचको फाइट ल्यान्डको अगेन्स्टमा सर्ट दुईजना प्लेयर नक फुट्चा र D2X बाँकी रहेको देख्दैछौँ अगाडि पनि फाइट चल्दैछ यो कम्पाउन्डको एरियातिर पछाडिको एरियातिर पनि फाइट चलिरहेको चाहिँ हामी देख्दैछौँ ओके बिस्तारै नजिक जाँदैछ ल्याङ रेन्जमा पुग्ने कोसिस ग्रेनेड गर्न यो नेटबाट प्लेयर फेरि पनि नक हुन्छन् त्यो रिभाइभको प्लेयर किन खेलेको उनीहरूले टाइम पाएन फुट्चा बाँकी पछाडिपट्टि अर्को प्लेयर पनि रिभाइभ त हुँदैन अगाडि पनि नेट गर्यो पछाडि पनि नेट गरियो लोपचाङलाई त फुल्ली फिनिस नै गरिएको छ एन्ड फुट्चालाई पनि एनजिसले नक निकाल्ने भए उबाट ग्रेनेड लास्ट प्लेयर D2X उनलाई पनि साइड डाउन गरिनेछ त्यहाँ पुरै स्प्याम नै गरिएको देख्न सकियो D2 लाई त ग्रेनेडले नै मारियो भनौँ मारिन्छ या मारियो लेट्स सी एक्लो प्लेयर बस्न त्यहाँ भ्याउने हुन् कि होइन बचाउन त भ्याउँदैनन् बचेर निस्किन पनि गाह्रो किनकि स्मोक स्लाइटली त्यहाँ फेड हुँदैछ उता एनआरएसलाई आरजीले डाउन गर्नेछन् हातमा मोलोटप D2X को स्मोक बाहिर आइपुग्नेछन् उनी
देखिएन र त्यहाँ स्मोक फेड भइसकेपछि यहाँ रिस्कको कभर रहेको देख्न सकिन्छ। अझै पनि स्मोक एरियामा आइरहेको नेड स्मोक फेड भयो। अब त प्लेयरलाई देख्नु पर्ने त हो नै, बट अझै पनि नेडहरू नै युज गर्ने कोसिस भइरहेको देख्न सकिन्छ। एन्ड देन साइला जान्छन्, फाइनल प्लेयर डाउन गरिनेवाला छ। त्यही भएर हल्का केही टिमहरू चाहिँ एलिमिनेट हुने बित्तिकै यहाँनिर लबी अटोमेटिकली नै सानो भइहाल्ने त छ। सर्ट दिनेछन्, कनेक्सन रह्यो, कान्छाले डेभिललाई यहाँ डाउन गर्नेछन् र किल कन्फर्मको लागि कोसिस बट पाउने हुन्छ। किल कन्फर्म गर्नुको लागि नक निकाल्छन्। फ्राइडलाई पनि हेड कनेक्ट भएको, गाडी ड्यामेज भइसकेको छ, गाडी कभर गर्नु भएन बट सक्षमलाई पनि नक निकालियो। 3 जना प्लेयरलाई नक दिन्छन्। किल कन्फर्म त्यहाँ गरियो। कान्छाको एचपी लो, रोमियो पछाडिबाट आउँदैछन्। कान्छालाई आइडिया छ कि छैन रोमियो एक्ज्याक्टली कहाँबाट आउँदैछन् भनेर हिल गर्न उनले पक्कै पनि भ्याउने भए एन्ड फिनिस गर्छन्। कान्छाले फिनिस गर्छन्। अर्को एउटा 1v4 D2 एफोर्डेबल D2 को लागि पहिलो प्लेयर डाउन अलरेडी भइसकेका छन्। त्यहाँ चाहिँ पनि हामीले 3 जना प्लेयरहरूलाई चाहिँ देख्दैछौँ। साइलाको नेट फुचाको अगेन्स्टमा स्याकमा थिए प्लेयर पुरा कुक गरे थ्रो गरिएको थियो, बस्ने मौका दिएनन्। नेवार हजुर पनि के अचम्म कभर दिनको लागि कोसिस भन्छ गरिरहेको देख्न सकिन्छ। M249 चलाउँदै थिए। एस्टोबेल के को अगेन्स्टमा कसरी टिक्न भ्याउने हुन् र एन्ड लोपचाङलाई पनि डेन्जिसले पछाडिपट्टिबाट डाउन गरिदिनेछन्। दुईटा टिम बाँकी F4W र 7CL को लागि यहाँ बाँकी रहनेछन्। 3v3 ब्याटल ग्रेनेड जान्छ। ल्याङल्याङको साम्बालाई नक निकालिएको छ। ल्याङको नेटबाट बाँकी अब एस्ट्रो र क्लाउड रहनेछन्। एचपी लो, साम्बा फिनिस। एस्ट्रोले हिल अहिलेको लागि लगाउन भ्याउने भए। बाँकी टिम F4W 8 किल हो टिमको लागि। ओके जोरसोरले माथिबाट स्पर्धा गर्छन् त्यहाँ 2 जना प्लेयरलाई। एउटा ग्रेनेड एन्ड मोलोटोभ पनि साथमा रहेको हामी देख्दैछौँ। कनेक्ट गर्ने कोसिस। ओके हल्का कनेक्सन त आएको छ। बाँकी प्लेयर पनि त्यो एरियातिर युटिलिटिज युज गर्छन् भने टिमको लागि पक्कै पनि रिजल्ट पनि चाहिँ बन्न जाने भयो। हाइजुप ल्याङल्याङ जोरो छ 3 जना नम्बर एडभान्टेज टिमको लागि। डबल डिजिट किल निकाल्ने मौका 8 किल छ। 9-10 रन छ। अगाडि एस्ट्रो र क्लाउडलाई डाउन गरियो पनि त्यो कोसिस रहने भयो बट नो जोर छ डाउन हुनेछन्। यहाँ हेजो सर्टिने कोसिस। एस्ट्रो डाउन बट सँगसँगै टिम F4W पनि एकजना प्लेयर डाउन यो देखिरहेका छौँ। एन्ड ओके गोलकीलाई कान्छाले नक निकाल्नेछन्। ओके गोलकीलाई कान्छाले नक निकालियो एन्ड देन सँगसँगै उनले 3-5लाई पनि स्पट गरेर फिनिस गर्नेछन्। कान्छाले नै 2 जना 8 जनाले राउन्ड गरेको देख्न सकियो। एन्ड अझै पनि हाम्रो 3टा टिमको लागि चान्स देख्दैछौँ। ओपन एरियाको सर्कल हो हुन त बट साई अगाडि नै सर्कलको त्यो एजमा आइपुगिसकेको चाहिँ देख्न सकियो। F4W पनि सर्कलको हल्का यस्तो समातेर बसिरहेका रहेछन् बट हन्टर सरले ल्याङल्याङलाई नक निकाल्ने बित्तिकै अगाडि पुस्नु लागि जान्छन्। म्याग्नेटो हल्का स्पिडमा थियो हाम्रो प्लेयरबाट उनले पनि त्यहाँ रिक्रुट गर्ने भए। जनी ड्यामेज भएको लिएर आइरहेका थिए। छोडियो गाडी छोडियो एन्ड जनीलाई नक निकाल्छन्। हन्टर सँगसँगै त साइला पनि राउन्ड भएको दिन सकियो। पछाडिपट्टि आर्युकिमको लागि यो राम्रो मौका। सुटर फिनिस। थकले पछाडिपट्टिको एरिया लिनेछन् अब भने। यहाँबाट ओके अझै पनि त्यति प्रपर भ्युइङ एङ्गल बनिरहेको देखिएन। एन्ड ओके थक डाउन प्लेयर रिभाइभ हुनेछन् पक्कै पनि। 2v3 को फाइट किनकि F4W ले आफ्नो प्लेयरलाई जोगाउनु भइसकेका छन्। थक नक फिनिस हुनेछन् उनी पक्कै पनि त्यहाँ। म्याग्नेटो र साई थ्रोबेल आइटम दुवैको साथमा सायद छैन यहाँ। ओके 2टा मोलोटप त रहेछ। कतिको युजफुल हुन जान्छ त्यो मोलोटप हामी अहिलेको लागि पक्कै पनि हेर्नेछौँ। तोरी अगाडि पनि जानुपर्ने रह्यो। सर्कल त यसै पनि छैन। 2 जना मात्रै प्लेयर। म्याग्नेट अगाडिपट्टि त्यहाँ स्याकमा बसिरहेको देख्न सकियो। एन्ड ओके बसेका छन् त्यहाँ ग्रेनेडबाट। साईलाई पनि देख्दैछौँ हामी पछाडिपट्टि बसिरहेको। गाडीको प्रपर कभर लिएर बस्दैछन्।
एन्ड म्याग्नेटो ओके नेटबाट बचे बाहिर आउँछन् एन्ड उनलाई कान्छाले नक निकाल्यो कान्छाले काफी राम्रो किल उठाइरहेका 16 किल आइसक्यो 8 किल 9 किल हुनसक्छ एक फाइनल किल पनि कान्छाले नै उठाउँछन् डबल डिजिट किल त अलरेडी नै यहाँनिर आइसकेको चाहिँ देख्न सकिन्छ अनि त्यसको साथमा लास्ट प्लेयरको किल उठाउन सायद पाउँदैनन् एन्ड ओके जोनबाट डाउन भएर F4 र ब्लूको लागि विनर चाहिँ यहाँनिर लास्ट म्याचमा एन्ड ओके 11 किल लास्ट किल पनि आएछ त सो या 11 किलको साथमा टिम F4 21